व्हाट्सअप गाइज सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फ्यान छु। आजको भिडियो चाहिँ सुरुवात भएको छ यो कहाँ रे हो व्हाइट के रे अनि त हेर्नु न हजुर एमआर कपी किन र हामी अलिकति धेरै सब्स्क्राइब भयो भन्दैमा हेरेन भाउ नदिने हामीलाई। त्यही गाइज यहाँ एउटा सानो प्रोग्राममा आएको हामी आरण्य जान लाग्यो जाने चाहिँ घाटसिन जाने हो है। अब घाटसिन नगरेर यसो नुहाइदै गरेर चाहिन्न कि बिलबुक कस्तो अनि त्यही गाइज ल यहाँ साधन सर पनि हिँड्छ। अब गएर हामी घाटसिन गएर भेट्नुपर्छ ल गाइज ल। गाइज ल अहिले चाहिँ हामी आएको छौँ लगभग घाटसिनाको नजिकै आइसक्यौँ है। अनि दाइले पनि भर्खरै सुरु गरेको ब्लग दाइको बाइक यहाँ छ। अनि आएको चाहिँ प्रशान्त हाम्रो एमआरबी कवि र हाम्रो भाइ सौरभ भाइले मेरो बाइक चलाएको थियो दुइटा है। अनि मेरो बिलबुक एकदम नराम्रो पनि मेरो बिलबुक नलिकन हिँड्छु कि मैले फेरि भाइले चलाएको बाइक म दाइसँग बसेको थिएँ। अनि तिनीहरू चाहिँ फर्केर त्यहाँको चेकिङ भएको छ। तापुबाट पोलनिरबाट फर्केर सर अब उता डाँडा हो त पारिकबाट आउँछु भन्थ्यो कि अब हेरौँ कतिखेर आउँछन्। अरू त्यस्तै तेल छैन बाइक त्यहीमा। अनि हेर्नु पैसा त रोकी छैन कि फेरि यस्तो बेलाखेरि म मात्रै पऱ्यो भने त यस्तो मिसाउँदाखेरि खतरा नि त फेरि उडिदिइहाल्छु बाइक। अनि अझै हामी सितालो दाजुभाइ दाइले पनि भ्लग स्टार्ट बाइक सितालोमा छ हामी सितालोमा छौँ। अनि हाम्रो चाहिँ एउटा प्रोग्राममा अब त्यो प्रोग्रामको चाहिँ त्यहीबाट म इन्ट्रो गरेको प्रोग्राममा चाहिँ गएर आएको। अब चाहिँ पौडी खेल्न जाऊँ न त भन्ने कुरो भयो सबैजनाको त्यही भएर चाहिँ। अनि हेर्नु गाइजहरू यस्तो दुईजना मात्र कि चिलकै खेर गाइज बाइक यही हो हाम्रो ट्राफिक सरहरूको है। बाइक यही हो दुईजना मात्र च्याट चेकिङमा बस्दिनु भयो के हो कसो भन्न नमिल्ने है। डाइरेक्ट भन्न नमिल्ने सरहरूलाई फेरि अब बुझ्नु पर्छ कुराहरू तपाईँहरूले त बुझ्नुपर्छ। हेर्नु कस्तो मिठो है यहाँ ट्याक्क पिपलको बोटो। अनि केही छैन ल त्यसै चेकिङमा पऱ्यो भन्ने कुरो हो। दाइसँग त दाइको एकदम राम्रो बानी छ फेरि सब लिएर हुन्छ। मेरो त बिलबुक लिनु बानी नै छैन कि त झोलामै हुन्छ झोलामै हुन्छ बिलबुक या लाइसेन्स नै हुन्छ पोल्ट्रीमै। अनि अब त भाइहरू उहाँ पारिदेखि चाहिँ लगभग तिनीहरू नै होला भाइहरू हो त पारिदेखि चाहिँ अब हामी यहाँबाट हिँड्छौँ। अनि स्विमिङ हान्ने ठाउँमा भेट्नुपर्छ गाइज त्यही हो त खोलामा जानु तर उसो गरेर खेल्नुपर्छ अहिले त एकदम पौडी खेल्ने मान्छे त मरेकै हुन्छ किन हो किन त्यस्तो भएको छ पौडीमा है। अनि ल त्यो गाइज अब त उतातिर गएर भेट्नुपर्छ ल भाइहरू अब मैले देखिसकेको थिएन होला अब हामी भेट्छौँ। अनि त्यसले गाइज हामी चाहिँ आइसकेको छौँ पौडी खेल्ने ठाउँमा है। हेर्नु कस्तो ब्याग हुन्छ यो त नर्मल हो साधन हो तल तर राखेको छन् क्या दाइहरू भनेको त नरहेछ त यार को रहेछ। अनि मेरो बाइक चाहिँ यहाँ पार्किङ भइसकेको छ भने तर यहाँ प्याकै हुने कि यो खोला चाहिँ यही यहाँ मात्रै होइन माथि पनि कति छ कति छ त्यो रक खेल्ने ठाउँहरू। अनि त्यही हो अब भाइलाई पनि भेटेँ मैले बाइक पनि चलाइसकेको छु। अब चाहिँ मेरो हातमा हुन्छ अब चेकिङ मतलबै लाग्दैन मलाई त्यही हो गाइज। अनि दाइहरू आनन् यार हामी मात्र आइयो दाइहरू आएनन्। यो चाहिँ घाटसिनाको नामै थाहा भएन मेटेछ खोइ त नि त्यहाँबाट आउने यिनीहरू आएनन् त यार गए कहाँ जस ट्याक्का यता पनि जङ्गल छ सबै कि पुरो जङ्गल हो। अनि बिचमा यहाँ ट्याक्क नआउने ठाउँ त बवाल हुन्छ ल त्यही गाइज अब अलि भेटौँला है म दाइहरूले फोन गर्छु। फाइनली गाइज हामी चाहिँ आइसकेको छौँ यो पौडी खेल्ने ठाउँमा। दाइहरूले तलै बोलाइदियो क्या माथि कस्तो राम्रो ठाउँ थियो यार यस्तो। अब यहाँ मान्छे सबभन्दा धेरै मान्छे मऱ्यो नि यहीँ हो कि यहीँ बोलाइदिएको के गर्यो क्या अब खेल्नै पर्छ है मान्छे पर्ने मतलब भने त आफूमा भर पर्ने कुरो हो हुन त होइन। तर कहिले त भन्न सकिन्न फेरि खोलामा सियो हुन्छ यताउता उतार हुन्छ सब सुनिराखेको हुन्छ यो भन्दा पनि के हो कि पानी फेरि एकदम नराम्रो हो कि यस्तै गरौँ भनेर के हो कि थाहै छैन यार खेल्न पनि लाग्ने ए यस्तो छर्पला गरेर ल हामी पौडी खेल्ने भनेको म भाइ अन्त दुई तीनटा केटाहरु खेल्दैन अरु दाइदी खेल्दैन थाहा
लगाइदिए र लगाइज हामी चाहिँ आइसक्यौँ खेल्ने ठाउँ यही हो ल अहिले भेट्नुपर्छ ल हामी चाहिँ अहिले पौडी खेलेर पनि यहाँ पौडी खेलेको है हो र त डेन्जरै गइरहेको थियो गाइजर होल्ट हम्फालेको हो त्यहाँबाट तल्ल बगेर यहाँ निस्केर रेडी भएर हाम्रो ग्याङहरू आज 4 जना 1 जना भएर चाहिँ रेडी भएर अब फुपूको घरमा गएर चाहिँ के हुन्छ मेजपान भन मकै बन्द गर्दा म छोडेर बन्द कस्तो भयो त होइन कि म र त्यही गाइस अब हामी निस्किन्छौँ बिस्तारै उतै गएर भेट्नुपर्छ यहाँ त्यसले फोटो खिच्ने अरे कि त्यही भएर अब आइसकेको छौँ यस्तो बवाल ठाउँमा होइन देख्यो मलाई तर यो ठाउँ हेर्नु कस्तो हुन्छ कहाँ भन्दा चाहिँ खास यो सिधा नै होइन है घाटसिनै नै बोल्छ तर चाहिँ ठुला खाँदैन यो चाहिँ घाटसिना बजार भन्ने कि गाउँ भन्ने यही हो है अनि हाम्रो तिमी के बोला नि त यार भ्लगमा यार तिमी त सिनेमेटिक खिचेको थियो भर्खर मलाई थाहा अनि भ्लग स्टार्ट भएन यो कस्तो मकै चाहिँ खतरा हुँदो रहेछ ल बिस्तारै जाम अब ल सिनेमेटिक खिच्न दिनु बिस्तारै धेरै पानी पनि छिर्यो त माथिबाट हो कहाँबाट अरे यताबाट हो त्यो उस होइन पञ्च के अरे सिधा नै होइन यता हो यतै बोल्छ नि त त्यो पानी पर्ने ठाउँ कस्तो भयो यो आज खतरा पौडी खेल्यो कि यता अरे गहिरोमा कहिले आउन नखाएको फालिदिएको थियो ल सो गाइज ल अहिले चाहिँ हामी आइसकेको छौँ हाम्रो फुपूको घर चाहिँ त्यही हो हजुर हामी अघि म बारीबाट घर जान लाग्यो भन्दै हुन्थ्यो अघि नै हो अनि यहाँ हेर्नु नि भैँसी रहेछ है ट्याक्क ओ हेलो के छ अनि यहाँ हेर्नु यहाँ फेरि एकदम के छ होला एकचोटि फेरि भन्दै के अरे के भनेको अघि म्या गर्दै थियो हुनुहुन्छ खोइ अनि यो चाहिँ हो हाम्रो स्कुल हो नजिकैको भने दाइ दाइ हुनु दाइ खोइ त फुपूहरू अनि यहाँ दाइले नयाँ घर ठडाइदिइहाल्नु हुन्छ कि फेरि यहाँ थाहै थिएन कहाँ सकिन्छ त नि दाइलाई कोठी ठाउँ यहाँनिर घरै ठडाइ त्यही भने त नि सो गाइज ल अब चाहिँ त्यही हामी यहीँ छौँ घाटसिनै छौँ अब निस्किन्छौँ बिस्तारै अब योभन्दा अगाडि चाहिँ मैले भिडियोलाई त्यतिर इन गरिदिन्छु है किनकि 4 सेकेन्ड लाग्यो अनि त्यही गाइज ल भिडियो चाहिँ अब मिलाएर बुझ्नुपर्छ हजुरले छिटो मिठो टाइममा आउँछ तर राम्रो आउँछ जस्तो लाग्छ कि अब हजुरले हेरिदिनुहुन्न त्यसमा चाहिँ मेरो कमजोरी छ जस्तो लाग्छ मलाई त्यो पनि म इम्प्रुभ गर्छु चाँडै नै अनि हेर्नु कस्तो बबल दिन्छ घाटसिना अब फुपूले खाजा खान मन खाजा ल जाऊ भन्दै हुन्छ त्यही भएर खान लाग्यो अनि कोले लास्टसम्म भिडियो हेर्नुभयो त्यसको लागि एकदम मुरी धन्यवाद भन्न चाहन्छु अनि भिडियो के कस्तो लाग्यो छिटो मिठो कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला यति भन्दै आजलाई म बिदा लिन्छु हस्त जय नेपाल अर्को भिडियोमा भेट्नुपर्छ है त लगाइज ल